पोखरी डाँडा आइपुगेँ म। अब तलतिर हेर्छु म है। आजको मर्निङ वाक र यहाँ प्रतीक्षालय छ अनि अब मेरो बाटो यही हो। पोखरा आइपुगेँ है। पोखरै पुरै आलु खेती छ। यहाँ पुरै आलु खेती लगाएको छ है। यो माथि मूलडाँडा जाने बाटो यहाँबाट है। यो चाहिँ पानीमुल हुँदै उता मुडे निस्किने बाटो। यो पोखरीको फुटबल ग्राउन्ड हो चौर तल। यो माथिबाट यो नर्सरी पानीमुल हुँदै मुडे पुग्ने हो। तलबाट चाहिँ यो सुर्के सायद सुर्के एक्लै चौर जाने बाटो है। नयाँ बाटो हो यो है। म आज यो नयाँ बाटो हिँड्न लागेको छु। यहाँ हेऱ्यो भने जताततै आलुबारी छ है। यहाँ आलुबारी छ यो पोखरीहरूतिर। यो हेर्नु भने जङ्गल छ पुरै माथि लिसे पानी पर्छ यो माथि है। यो माथि नर्सरी र हुँदै यता हामी मुडीतिर जाने बाटो छ। तर यो चाहिँ नयाँ खनेको हो। यो भर्खर पोहोर मात्रै खनेको बाटो हो। यो सुर्के जाने बाटो हो। बाटो अहिलेसम्म राम्रै देखिया छ। तलतिर मुरा सुर्के गाउँ तल छ है। यहाँ माथि हामी एक्लै चौर पुग्छौँ। यो जङ्गलको बिचमा एउटा मात्रै घर छ। हेर्नुहोस् त कहीँ घर छैन। यहाँ घर छ खेतीपाती गर्ने। यहाँ गाउँले जीवन यसैमा रमाइरहेको छन्। हामी एक्लै चौर निस्किन लागेको छ यहाँबाट। यहाँ तल हो यो सुर्के भण्डारी तल हो। भण्डारी उता पऱ्यो यो सुर्के र यो चाहिँ एक्लै चौर भन्छ। यहाँ तल ठुलो चौर छ। यहाँ नै गाउँ नगरपालिका वडा 9 को वडा कार्यालय बनाउने भन्ने कुरा चलिरहेको छ के अरे। यो नै एक्लै चौर हो। ठुलो चौर छ यहाँ है। पाहाभित्तामा अलिकति चौर देखे पनि खुसी लाग्छ। ओ सम्म ठाउँ रहेछ भन्ने हुन्छ। यो बाटो काठमाडौँबाट यता सेराबेसी हुँदै होइन बिसङ्गो टोलसम्म जाने बस यही बाटो हिँड्ने हो। यता यो बाटो हिँड्ने हो। सुर्के हुँदै सेराबेसी अथवा उता बिसङ्गो टोलसम्म जान्छ के अरे होइन। म सुर्केको सिरान एक्लै चौरमा आइपुगेको छु। यहाँ प्रतीक्षालय छ। कस्तो राम्रो वडा कार्यालय बनाएको हो यो हाम्रो वडाको बिच। अब यो एक्लै चौर भन्छ यसलाई। पुरा चौर छ ठुलो। र भीमेश्वर नगरपालिका वडा नम्बर 9ले चाहिँ यो ठाउँमा गाउँमा जस्तो हामीले माथि हेऱ्यौँ पोखरामा पनि एउटा फुटबल ग्राउन्ड बनाउने पूर्वाधार छ। यहाँ पनि यो एक्लै चौरमा पनि यो चौरमा फुटबल ग्राउन्ड बनाउने अवधारणा अनुसार यहाँ पनि यो
फाउन्डेसनहरू तयार गरिरहनु भएको छ। यो हेर्दाखेरि चाहिँ खुसी लाग्छ। सबै यो आलुबारी हो। पहिला पहिला यहाँका विद्यार्थीहरू हाम्रो सुर्खेमाई भण्डारी स्कुलमा पढ्न जानुहुन्थ्यो। अझै सायद छ होला सानसानाहरू बच्चाहरू। यो सडक हो, यो सुर्खेको सिरानमा हो, एक्ली चौर तलतिर। यो बाटो छ है, त म चाहिँ अब सर्टकट लिन लागेको छु यताबाट। गाउँमा धारो छ हेर्नुहोस्, पानीको मूल छ यसरी। बाहिरबाट ल्याएको पानी हो, यता यहीँको स्थानीय पानीहरू यिनीहरू। हेर्नुहोस् त सिमसार छ, रमाइलो छ। यो सर्टकट सुर्खे गाउँतिर झर्ने सर्टकट बाटो हो यो। रोडबाट हिँड्दा अलिक ढिलो पुग्ने हुँदा म त डाँडा गाउँ पुग्नु पर्ने छ, त्यही भएर सर्टकट बाटो हानेको। सर्टकट बाटो पनि एकदम विकासको पैसाले नै बनाएको रहेछ यो बाटोहरू। सम्भव भएसम्म नगरपालिकाले विकास चाहिँ हालेको रहेछ त पनि। सर्टकटबाट अब फेरि सडकमा निस्केको छ। यो चाहिँ यो सेराबेसीको बस काठमाडौँबाट आउँछ। यही बाटोमा हामी फेरि भेटायौँ। अब तल सुर्खे गाउँ आइपुग्नु लाग्यो। यो भूमिथान हो सुर्खेको थामीहरूको। एक सुर्खे गाउँ तल, ल तल सुर्खे गाउँ हो। यता सर्टकट छैन रहेछ होइन। यो भूमिथान सुर्खेको माथि भूमिथान हो, गेट बनाएको छ है। यो सरकारले भूमिथान मन्दिर बनाउन पनि पैसा प्रशस्तै दिएको छ। यो भूमिथानबाट सडक जान्छ। म यता फेरि सर्टकट हान्न लागेको छु। सर्टकटबाट मर्निङ वाकको लागि राम्रो पनि हुन्छ। यो अर्ग्यानिक बाटो र छिटो पनि पुगिन्छ भनेर हो। सर्टकट यो सुर्खे मध्य गाउँमा आइपुग्यौँ हामी। यता खोला बगिरहेको छ, नाला है। यो उम्रेको पानी हो, कता रसिलो छ वरपर हेरेर। आलु पुरै रसिलो गाउँ छ है सुर्खे गाउँ पनि। सुर्खे मध्य गाउँ हो, हेर्नुहोस् कसरी रसिलो छ, पानी छ ठाउँ ठाउँमा। अघि म उताबाट आएको, यता हुँदै यहाँ पनि सर्टकट नै हान्ने हो। यहाँ धारो छ, विकास भएको छ। यहीँ उम्रिने पानी हो। यो सुर्खेको टाढोबाट देखिने रुखहरू हो। पहिला मैले यसलाई भूमिथान सम्झिन्थेँ, यो भूमिथान होइन रहेछ। भूमिथान भनेको त धेरै माथि रहेछ, जुन अघि हामीले हेऱ्यौँ। यता म गाउँतिर जाने बाटोमा जाने सर्टकट हानिरहेको छु यहाँ पनि। अब म सर्टकट बाटोबाट हाम्रो तेजबहादुर बिन्दु नानीको घरतिर जाँदैछु। त्यहाँबाट एउटा कमल सर भन्ने मान्छे बस्नुहुन्छ, त्यही भेट्न जाँदैछु म।